हामी आज एउटा हाम्रो आधार क्षेत्रमा हामी प्रवेश गरेका छौं, आएका छौं। आज गीता गहतराज जो हाम्रो समानुपातिक उम्मेदवारको रूपमा हुनुहुन्छ, उहाँलाई विजय गराउनको लागि, हाम्रो वर्तमान पुललाई विजय गराउनको लागि हामीले सबै जिल्लाभरिमा हाम्रो यस्ता कार्यक्रमहरू प्रत्येक गाउँपालिकामा कार्यक्रम गर्दै, टोल बस्तीमा कार्यक्रम गर्दै हामी यहाँ आएका छौं। र मैले एउटा सन्देशको रूपमा के पनि सुनाउन चाहन्छु भने, हामी नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह तारा छ। यो तारा चिन्हमा रोल्पा जिल्लाका सबै दलित समुदायले त्यो तारा चिन्हमा मतदान गर्नुपर्छ भन्ने हिसाबले हामीले सल्लाह पनि गरेका छौं। दलितहरूको हिसाबले दलित समुदायलाई यो तबकासम्म, यो ठाउँसम्म ल्याउने पार्टी नै नेपाली कम्युनिस्ट पार्टी भएको हुनाले हामीले रोल्पा जिल्लाबाट सबै दलितले तारा चिन्हमा मतदान गर्नुपर्छ भन्ने हिसाबले हाम्रो छलफल र बहस भएको छ। त्यो खालको सल्लाह भएको छ, यो पनि म यहाँ सुनाउन चाहन्छु। हामी मानसिंहजीले राख्नुभयो, सायद हाम्रो अवस्था हिजो के थियो होला, हाम्रो अवस्था हिजो कस्तो थियो होला। दलितहरू सायद कामी अलग्गै बस्ने, दमाईहरू अलग्गै बस्ने, मगरहरू जनजातिहरू अलग्गै बस्ने जमाना थियो हिजोको अवस्थामा। कामीहरू कोही बाटोमा भेट्यो भने आज कामीको सायद भयो भन्ने जमाना थियो हिजोको अवस्थामा। दमाईहरू कोही भेट्यो भने आज अलि सगुन भयो भन्ने खालको जमाना थियो हिजोको अवस्थामा। महिलाहरू भेट्यो भने, अलि कालो महिलाहरू भेट्यो भने यो बोक्सिनी भन्ने जमाना थियो हिजोको अवस्थामा। त्यो अवस्था थियो हिजो। महिलाहरूले पढ्न नपाउने, दलितले पढ्न नपाउने, महिलाहरूले खाली चुलो चौकोदेखि वन घाँस जङ्गल मात्रै काम गर्ने जमाना थियो हिजो। पुरुषले, छोराले पढ्ने, छोरीले नपढ्ने जमाना थियो। छोरीले पढेर के गर्छ, के हुन्छ, छोरीले पढेर, छोरीले पढ्ने होइन बाबु भनेर घरमा काम गराउने जमाना थियो। र हाम्रा पछि बुवाहरूसँग सम्पत्ति नाग्दाखेरि छोरी अन्त पहिला जाने, जसले पढ्छ भने छोरालाई घरमा राख्ने, ती छोराले बाउको अंश खाने जमाना थियो। यस कारणले गर्दाखेरि त्यो जमानालाई आज कसले कायापलट गर्यो, त्यो जमानालाई आज कसले फेर्यो? त्यो फेर्ने भनेको नेपाली कम्युनिस्ट पार्टी, हिजोको माओवादी केन्द्र हो, माओवादी हो। यस कारणले गर्दाखेरि हामीले माओवादी केन्द्रलाई भोट दिने गरेर हाम्रो सल्लाह भएको छ, हाम्रो छलफल भएको छ। यो पनि म यहाँलाई सुनाउन चाहन्छु। हिजोको अवस्थामा हेर्दा हामीलाई यस्तो अवस्था पनि थियो कि हामीले पढ्न लेख्न पनि नपाउने अवस्था थियो। मैले पटक पटक भन्ने गर्छु, यहाँ थपाङै आएर पनि भन्ने गर्छु कि दलितहरूले त नाम पनि राम्रो राख्न नपाउने अवस्था थियो। त्यो काले कामी र चुके कामी, खैरेनी कमिनी, ओडारे दमाई भन्ने भन्दा अर्को नाम राख्ने अवस्था थिएन। आज हामीले सुनबहादुर राखेका छौँ, कर्मलाल राखेका छौँ। आज जमाना आज फेरबदल भएर, क्रान्तिबाट फेरबदल भएर मात्रै आज हामीले यो व्यवस्था लिएका हौँ। यस कारणले हामीले यो व्यवस्था ल्याउनको लागि सामान्य भएको छैन। कमरेडले राख्नुभयो, यो व्यवस्था ल्याउनको लागि हजारौं हाम्रा शहीदहरूको बलिदान भएको छ, हजारौं हजार हाम्रा आफन्तहरू घाइते हुनुभएको छ, हजारौं हजार हाम्रा दिदीबहिनीहरू, हाम्रा दाइभाइहरू, हाम्रा हजारौं हजार हाम्रा नेताहरूको यसमा लगानी भएको छ। गिरीश कमरेड यहीँ हुनुहुन्छ, हाम्रो हिर्वा कमरेड शहीद हुनुभएको छ, धेरै हाम्रा युद्धका कमान्डरहरू यही थबाङमै हुनुहुन्छ। उहाँहरू सबैको लगानी छ यसमा, उहाँहरू सबैको यसमा मेहनत भएको छ, तपाईँ सबैको मेहनत भएको छ र आज यो व्यवस्था प्राप्त भएका छ। आज यो व्यवस्थामा महिला वडा सदस्य आज हामीले प्राप्त गरेका छौँ। यदि एउटा दलित महिला एउटा वडामा अनिवार्य भन्ने कुरा माथि नलेखिएको भए सायद दलितहरू त्यो वडा सदस्यमा जान पाउने अवस्था हुँदैन थियो होला। कार्यपालिकामा आज 2 जना दलित अनिवार्य आज माथि नियम बनेको छ, कानुन बनेको छ। त्यो कानुन बनेको कारणले आज कार्यपालिकामा 2 जना दलितहरू चुनावै लडेर 2 जना दलित त्यहाँ जाने आज व्यवस्था हामीले प्राप्त गरेका छौँ। आज महिलाहरू कार्यपालिकामा जाने आज माथि कानुन बनेको कारणले आज हामी कार्यपालिकामा महिला गएका छौँ। आज त्यति मात्र होइन, आज प्रदेश सभामा आज खेलकुद मन्त्री यही बस्नु भएको छ कि आज त्यो व्यवस्था उहाँले यो कानुन बनाउनु भयो, माथि गएर मन्त्री भएर माथि गएर कानुन बनाउनु हो, तब मात्रै यो व्यवस्था प्राप्त गरेका हौँ। त्यसकारणले खेलकुद मन्त्रीजीलाई पनि एकचोटि ताली बजाइदिनुहोस्। हामी यो व्यवस्था प्राप्त गर्नको लागि उहाँको पनि जय भएको छ, किनभने उहाँ माथि
संसदमा गएर यो व्यवस्था यो कानुन निर्माण गर्नुभएको हो। यसकारणले रोल्पाली भूमिबाट उहाँलाई पनि हामीले धेरै धेरै धन्यवाद हामी दिन चाहन्छौँ। र कमरेडहरू मित्रहरू हामीलाई आज यो सबै व्यवस्थालाई फेरि पनि यो व्यवस्था आएकोमा मान्छेहरूलाई मन परेको छैन, शासकहरूलाई मन परेको छैन। शासकहरूलाई सायद दलितहरू अहिले पनि दमाई भएको देख्न चाहन्छन्, कामी भएको देख्न चाहन्छन्। यो कर्मलाल दमाई आज जिल्ला समन्वय प्रमुख भएको देख्न चाहन्न। यो व्यवस्थालाई कसरी फेरि यो फुटाउने, कसरी यसलाई विभाजन गर्ने भन्ने हिसाबले देशी विदेशी तत्त्वहरू लागेका छन् र आज हामीलाई हरेक हिसाबले विभाजन गर्न खोज्दैछन्, हरेक हिसाबले फुटाउन खोज्दैछन्। यो फुटाउन खोजेर मात्रै यहाँ चाहिँ दलितलाई, महिलालाई, जनजातिलाई फेरि पनि ठग्न सकिन्छ भन्ने आज पनि त्यो मान्यता बोकेर दुनियाँ चलिरहेका छन्। त्यसकारणले पनि हाम्रो दलित समुदायहरू एक, हाम्रो जनजातिहरू एक, हाम्रा महिलाहरू एक। हामीले यो खालको एउटा सल्लाह गरेका छौँ। यो कुनै हिसाबले फुट्ने होइन। हामीले तारामा मतदान गरेर हामी फेरि अझै दलितको बारेमा कानुन बनाउने छ, अझै महिलाहरूको बारेमा कानुन बनाउनु छ, अझै जनजातिको बारेमा कानुन बनाउनु छ। त्यसकारणले पनि हामीले तारा चिन्हमा मतदान गर्ने हामीले योजना सल्लाह गरेका छौँ र सबै दलितले त्यसमा होमा हैसियत गर्दै हामीले जिल्लाभरि नै यो खालको योजना बनाएका छौँ। हिजो मात्रै काङ्ग्रेसको एउटा थमे सुनार भन्ने सायद कोही पनि चिन्नुहुन्छ होला। थमे सुनार पनि आएर हामीसँगै मञ्चमा बस्नुभयो। उहाँले पनि तारा चिन्हमा मतदान है भनेर चाहिँ मञ्चबाटै भन्नुभयो। उहाँलाई पनि भन्ने त्यो खालको चाहिँ हौसला प्राप्त भयो, किनभने दलितहरू यही पार्टीमा छन्। दलितहरू यही पार्टीमा मात्रै धेरै छन्, अरू पार्टीमा फेरि छैनन् खासै दलितहरू। किन भन्दा चाहिँ मैले भनेको विषयवस्तु यहाँ भएको हुनाले आज जनजातिको घरमा, आज क्षेत्रीको घरमा, आज बाहुनहरूको छोरी ऊ पाल्पाबाट लिनुभएको छ, मगरको छोरी लिनुभएको छ मानसी विश्वकर्मा। आज यो व्यवस्था त हामीले प्राप्त गऱ्यौँ। सायद यो व्यवस्था प्राप्त नगरेको भए सायद महिलाहरू धेरै आउनुभएको छ। यो व्यवस्था नभएको भए यहाँ पुरुषहरू बस्नुहुन्थ्यो, महिलाहरू पारी भिरमा घाँस काट्ने, दाउरा गर्ने, चुलो चौकोमा पारी चाहिँ रोमल्ले राख्नुहुन्थ्यो। यही चाहिँ पुरुषहरू 2-4 जना आएर सायद बैठक बस्नुहुन्थ्यो होला। तर आज यो व्यवस्था जो प्राप्त गरेका छौँ, यो व्यवस्थामा हामीले यो व्यवस्था बचाउनको लागि तपाईँ हाम्रो अझै भूमिका आउन जरुरी छ। र मैले अन्तमा के भन्छु भने हाम्रो मन्त्री आउनुभएको छ, हाम्रो नेता हुनुहुन्छ, उहाँले धेरै कुरा राख्नुहुन्छ, अझै राष्ट्रिय अन्तर्राष्ट्रिय दलितको धेरै कुरा राख्नुहुन्छ। मैले जिल्लाको रूपमा मात्रै के भन्न चाहन्छु भने हामीले यो चुनाव आउँदै गर्दा चारैतर्फबाट दलितको चाहिँ गाउँ बस्तीमा अहिले चाहिँ दुनियाँको दिव्य नजर त्यहाँ पुगेको छ। दुनियाँले नजर हेर्दैछन्। मैले के सुन्दैछु भने त्यो दलित बस्तीमा त एकन बोतल रक्सी खाइने हो भने भोट त मुखैमा पनि जानेवाला छ त भन्ने गरेको मैले सुनेको छु। त्यो दलितहरूलाई चाहिँ अहिले जति पनि ब्रोइलर पाइन्छ, ब्रोइलर मासु काटेर गाडीमा लैजाने, 1 किलो मासु दिने हो भने दलितले भोट त यहीँ सूर्यमै हालेर चाहिँ भनेको पनि मैले सुनेको छु। यति मात्रै हुन्न भने पनि खै चामलै भए पनि तिमीलाई भन्ने कुरा चाहिँ गरेको मैले काने खुसी सुनेको छु। हाम्रो दलितलाई यति हेला नठान्नु होला, यो बेलाको दलितलाई यति कमजोर नठान्नु होला। रक्सी र मासुमा यो दलित बित्नेवाला छैन। बरु चाहिँ तारा चिन्हमा मतदान गरेर दलितको राम्रो कानुन बनाउनेमा दलितको चेतापट्टि ध्यान केन्द्रित हुने अवस्था पनि सचेत भइसकेको छ। हिजोको जस्तो रक्सी र मासुमा दलित बित्नेवाला छैन। त्यसकारणले दलितलाई कुनै हत्याइ पनि हुन्छ, दलितलाई कुनै दबाई पनि हुन्छ, दलितलाई भरे राति गरेर तिनलाई धप्काउने हो भन्ने कुरा पनि मैले सुनेको छु। खबरदार, यहाँ हप्काउनु कसैलाई पाइनेवाला छैन। कसैलाई हप्काएर धप्काएर दलितहरू हिजोको जस्तो आज जमिन हुने जमाना छैन। यदि हप्काउने हो भने मुद्दा लाग्नेवाला छ। यदि हिजो दलितलाई फेरि पनि हिजोकै अवस्थाबाट दलितलाई फेरि पनि ह्याप्न खोजियो, दलितलाई फेरि पनि धम्काउन खोजियो भने दलितको बारेमा मुद्दा ल्याउनुहोस्। त्यो मुद्दा कर्मलाल पुर्याले अगाडि बढाउनेवाला छ, अगाडि बढाउँछ। दलितहरू हिजोको जस्तो ह्याप्पिने डप्पिने होइन। आज लोकतन्त्र आएको छ, आज गणतन्त्र आएको छ। आज यो लोकतन्त्र गणतन्त्रमा हामी समावेशी सङ्घीय राज्य प्रणालीमा छौँ। त्यसकारणले दलितलाई ह्याप्ने कोसिस कसैले नगरियोस्, म यही मञ्चबाट भन्न चाहन्छु। र अन्तमा हामीले गीता गहतराज वर्षमान पुनलाई किन पठाउने माथि भन्दा चाहिँ हामीले जसको सवाल उसको नेतृत्व आवश्यक छ। किन यो व्यवस्था नेपाली कम्युनिस्ट पार्टी लिएको हो र अहिले पनि धेरै दलितहरूको अहिले पनि जग्गा छैन। धेरै दलितहरू अहिले पनि स्वास्थ्य शिक्षा प्राप्त गर्न सकेका छैन। धेरै दलितहरू अहिले पनि शिक्षित र दूरको अवस्थामा बाँचिरहेका छन्। धेरै दलितहरूमाथि अहिले पनि विभेद भएको छ। त्यसकारणले हामीले
पिता गहतराजलाई माथि पुर्याएर दलितको कानुन बनाउनु पर्ने छ। वर्तमान पुललाई माथि पुर्याएर हामीले दलितको कानुन निर्माण गर्नुपर्ने भएको छ। कस्तो कानुन निर्माण गर्ने भन्दा चाहिँ अहिले पनि दलितहरूको घर कि लेकको टुप्पामा छ कि दलितको घर तल गाडको फेडमा छ। दलितले हिजोको आफ्नो कला आफ्नो सिप आज उद्योग धन्दा कल कारखाना खोल्ने त्यो खालको इच्छा चाहना त छ, तर ब्याङ्कले अहिले ऋण दिँदैन दलितलाई। जसको बजारमा घर छ, जसको ठुल्ठुला लेन्टर घर छन्, त्यसलाई मात्रै ब्याङ्कले लोन दिन्छ, ऋण दिन्छ। हामीले अब गीता गहतराज वर्तमान पुललाई पठाएर हामी मोर्चाको अध्यक्ष हुनुहुन्छ। अब बिना ढितो दलित समुदायलाई ऋणको व्यवस्था गर्ने नियम हामीले बनाउनु पर्ने छ। माथि दलितलाई एकचोटि कानुन बनाएर जग्गा दिने व्यवस्था माथि लेखिएको छ। त्यो कानुन बनाउनको लागि हाम्रा सांसदहरू माथि जानुपर्ने भएको छ। दलितलाई एकचोटि उच्च शिक्षासम्म निःशुल्क शिक्षा भन्ने कुरा छ, तर कानुन बनेको छैन। त्यो कानुन बनाउनको लागि दलितहरूको नेतृत्व र हाम्रो पार्टीको नेतृत्व माथि जानुपर्ने भएको छ। यस कारणले त्यो कानुन त्यो नियम बनाउनको लागि पनि दलित समुदायले तारामा मतदान वर्तमान पुललाई प्रत्यक्षमा सामान्य पार्टीमा वञ्चित गर्नेलाई अत्याधिक बहुमतले विजय गराउँदै हाम्रो अध्यक्ष कमरेड प्रचण्ड जो हाम्रो नजिकै हुनुहुन्छ, रुकुम पूर्वबाट उठ्दै हुनुहुन्छ अध्यक्ष कमरेड प्रचण्ड, अध्यक्ष कमरेड प्रचण्डसँग मात्रै यो थाहा छ। अध्यक्ष कमरेड प्रचण्डले मात्रै यो दलित समुदायलाई मुक्त गर्ने उहाँसँग थाहा छ, योजना छ। उहाँले छेडेको क्रान्तिबाट मात्रै म कर्मलाल दमाई यहाँ आएको हो भन्ने कुरा मलाई पनि राम्ररी थाहा छ। त्यस कारणले हाम्रो अध्यक्ष कमरेड प्रचण्डले बनाएको नियम कानुनमा हामी अगाडि बढेर पार्टीलाई अत्यधिक मतले नेपालमा ठुलो शक्ति निर्माण गर्नुपर्ने छ। त्यो शक्ति निर्माण गरेर दलितको कानुन अनिवार्य बन्नेवाला छ। त्यो बन्नको लागि तपाईँ हामी रात दिन नसुतेर दलितको भोट केन्द्रित गर्नको लागि हामी सेन्ट्री बस्नुपर्ने अवस्था आएको छ। हामीले युवा पनि गठन गरेका छौँ कोही ठाउँ। हाम्रो दलितको सेन्ट्री बस्छ। हाम्रो भोटलाई कुनै मासुको रूपमा नथाल्नुहोस्, रक्सीको रूपमा नथाल्नुहोस्। हामीले युवा पनि तयार गर्दैछौँ। ओइ पर्ला पनि गण्डीहरूमा भिडन्त पर्न पनि सक्छ। हामी त्यो पनि तयार गरेका छौँ। हामीलाई त्यति कमजोर ठान्ने, रक्सीको कुरा गर्ने, मासुको कुरा गर्ने हामी त्यति कमजोर छैनौँ। त्यस कारणले हाम्रो अत्यधिक मत तारा चिन्हमा जान्छ। त्यो तारा चिन्हले मात्रै हाम्रो भविष्य छ।